शुक्र ग्रह भन्ने बित्तिकै जीवनमा सुख सुविधा माता लक्ष्मीको विशेष कृपा प्राप्ति लाइफमा लग्जरी ऐयासीदेखि लिएर विशेष गरेर घडी किन्न जाँदा गाडी किनेर आउने त्यस्तो स्वभाव त्यस्तो भाग्य दिने विशेष ग्रह यही शुक्र ग्रह विशेष गरेर आफ्नै राशिमा प्रवेश भइसकेको छ। असार 15 गतेबाट श्रावण 10 गतेसम्म यो अवधिमा शुक्र आफ्नै राशि यानि कि वृष राशिमा सोग्री भएर विराजमान हुँदा विशेष गरेर 4 राशिका लागि अत्याधिक राम्रो छ। राम्रो सबैलाई हुन्छ। शुक्र जसको उच्च छ जसको शुक्र सोग्री छ उहाँलाई एकदमै राम्रो फल दिन्छ। तर आउँछ विशेष फल क्या विशेष चाहिँ विशेष गरेर वृष राशि भएका व्यक्तिहरू तुला राशि भएका व्यक्तिहरू मकर राशि भएका व्यक्तिहरू र त्यसै गरी कुम्भ राशि भएका व्यक्तिहरू यति 4 राशि भएका व्यक्तिलाई यो शुक्रले अलिकति मालामालपन्थीको फल चाहिँ विशेष दिनेवाला छ। त्यसैले तपाईहरु पनि विशेष गरेर यदि 4 राशिको व्यक्ति हुनुहुन्छ भने शुक्र सोग्री छ उच्च छ मित्रगिरी छ भने एकदमै राम्रो फल पाउनुहुन्छ। यदि 4वटा राशि मात्रै नभएर 4 लगनको तपाईको चिन्ह हो भने पनि अझै विशेष हुन्छ क्या। त्यसैले कुरा ध्यान दिनु होला। तपाई पनि आफ्नो बारेमा केही जान्न चाहनुहुन्छ भने कमेन्ट गर्दै गर्नु होला। केही आवश्यक प्रश्न छन् भने कमेन्ट गर्दै जानु होला। अनि शुक्रले विशेष गरेर सुख सुविधा माया प्रेम डिसिप्लिन राख्ने बढोत्तरी भावका साथसाथै माता लक्ष्मीको विशेष कृपा प्राप्ति पनि तपाईमा बसिदैछ। त्यसैले ध्यान दिनु होला ख्याल गर्नु होला र सबैलाई यो शुक्रको जुन बस्ने अवधि छ यसको लागि अग्रिम सबैलाई बधाई सबैको जय होस् मङ्गलमय होस्।